अहिले चाहिँ हामी सियोझट्टा जाने बाटोतर्फ जाँदैछौँ। हाम्रो यात्रा सुरु त्यहाँबाट माथि बालुखोला अनि माथि भर्लेनी, त्यही माथि हेमनडाँडा, त्यसपछि सेर्गे अनि दानाबारीसम्मको यात्रा है। टोली हिँड्ने हिँड्यो पर है पुग्नुपर्ने ठाउँ र अहिले हामी चाहिँ यहाँ छौँ है। बालुखोला आइपुग्यौँ है। अब यो उकालो हुँदै हामी भर्लेनी हुँदै माथि हेमनडाँडा पुग्नेछौँ। अन्त एक टोली यता छ अनि हामी यहाँ आइपुगेछौँ चाहिँ टक्क एक टोली यता। अब अझै माथि जानु बाँकी छ। माथि है त्यहाँ माथि पुग्नुपर्छ। त्यहाँदेखि पनि अझै अर्को माथि हो। यता आइपुगेको अवस्था छ है। पुग्नु अझै बाँकी नै छ। भन्दा बढी बाटो हामीले पार गरिसकेको अवस्था छ। अघि तलबाट देखेको हो त्यो माथिको, त्यहाँदेखि अलिक माथि अनि आइपुग्यो हेमनडाँडा जाँदैछ नि। ओके, हामी यहाँ एकछिन रेस्ट गर्दै त्यसपछि यो उकालो हुँदै माथि ट्याक्कै हेमनडाँडा चाहिँ। चढ्दैछ नै उकालो। उसले स्वागत गर्दैछ है। त्यहाँबाट उसो आउँदैछ। लु हेमनडाँडाको अहिलेको अवस्था यस्तो रहेछ है। त्यहाँ बोर्डमा जरिवाना भनेर पनि लेखिएको रहेछ। चना आलु चिउरा, चना आलु विथ एग्स। सेर्गे गएर दानाबारी जाने प्लान क्यान्सल भयो मौसमले गर्दा। अनि अहिले हामी चाहिँ सागरीगढी हुँदै अब तल झर्ने। यो चाहिँ पाथिबाट अब हामी यता तलतिर सागरीगढी लाग्यौँ है। पानी पनि पर्दैछ, हुस्सु पनि लाग्दैछ है। सागरीगढी आइपुग्यौँ हामी। यो चाहिँ सागरीगढी है। आज शनिबार है। सागरीगढीमा यति रहेछ है भिड चाहिँ। अनि मौसम चाहिँ यस्तो छ है। पानी परेर अवस्था यस्तो भएको चाहिँ सबैजना यहाँ ओत लागेको अवस्था छ। लु अब चाहिँ हामी फर्किँदै है। लु हामी चाहिँ फर्किने क्रममा छौँ है। ल फर्किने क्रममै छौँ है हामी। अहिले चाहिँ यो बाटो है धेरैजना हिँड्नु थालेछन्, त्यही भएर एकदम ओभर क्राउडेड हुन थालेछ है। लु हामी अझै पनि फर्किने क्रममै छौँ है। मान्छेहरूको आगमन चाहिँ जारी रहेछ है। जाने क्रम अझै पनि जारी नै छ है। भित्र निकै हरियो परियो भएको रहेछ अहिले। मजाको बनेछ है बाटो चाहिँ।
बाटो चाहिँ भलै छ कता कता गयो पनि तारो अहिले चाहिँ बाटो यस्तो मजाले बनाइएको रहेछ यो सागुरीगढी पदमार्ग ल है आइपुग्यौँ है हामी अब ओसो पार्कको माथि आइपुगेको जस्तो छ यो टावर भएको एरियामा है हामी चाहिँ फर्किने क्रममै छौँ है खोला बढेछ है फाइनली है यता श्रम संस्कृति पार्क आइसकेको अवस्था छ है अब योसँगै हाम्रो है हाइक पनि सकियो है हाम्रो हाइक सकियो है